हजुरहरूलाई स्वागत छ। अनि म चाहिँ आज मोरङको मधुमल्लादेखि इलामको रमितेसम्मको छोटो दूरी भए पनि एकदम सुन्दर्य र चिसो मौसममा हजुरहरूलाई म पनि रमाउँदै इलामको रमिते बजारसम्म हजुरहरूलाई म देखाउनलाई गइरहेको छु र हेरिदिनु होला। त्यहाँ चाहिँ एकदम सौन्दर्य छोटो भए तापनि र अनि होचोइ भए पनि एकदम चिसो र एकदम रमाइलो छ। त्यही भनेर म हजुरलाई देखाउँदैछु, हजुरहरूले हेरिदिनु होला। बाटो एकदम साँघुरो छ, पुल भत्काएर बाटोको अवस्था यस्तो छ। अब हामीलाई पनि फेरि छिट्टै जानुपर्ने हुन्छ, त्यसैले हामी चाहिँ साँघुरो बाटो नभनिकन अगाडि बढिरहेको छौँ। 2082 साल वैशाख 1 गते हामी चाहिँ नयाँ वर्षको लागि हामी चाहिँ झापादेखि मोरङतर्फ हुँदै इलाम चढ्न लागिरहेको छौँ। बाटो चाहिँ अलिकति खराब रहेछ, यो चाहिँ ठिकै रहेछ। यताको पुल चाहिँ यहाँ भत्काएको अवस्था है। अब लगत्तै हामी अगाडि चाहिँ एकदमै दामी इलाम रमिते मोरङ र इलामको नजिकै अलिकति उकालो चढ्नुपर्ने अवस्था। उकालो आयो, रमाइलो। मलाई चाहिँ हेर्दै रमाइलो लाग्दैछ। बाटो अलिकति उकालो उकालो डाँडाकाँडा, घरमा जति पिर दुख बिमार भए पनि अलिकति घरदेखि बाहिर निकाल्दा निस्किँदा चाहिँ अलिकति सबै हटिँदो रहेछ। रमाइलो ठाउँहरू कक्रा है, यो चाहिँ कक्रा खोला। चाहिँ हामीले अघि करिब यो माथिको जुलीहरू देखेको छु, इलाम फेरि ओह्रालो झरेको सरर। मलाई चाहिँ यो रोटेटिङ खेलेको जस्तो लागिरहेछ। घरि लगत्तै उकालो लगत्तै ओह्रालो, चिङमा पनि भयो। बाजेहरू आफ्नै तालमा हुनुहुन्छ, गाउँपालिका आयो। मलाई चाहिँ काठमाडौँको बाटो जस्तो लागिरहेको छ। यहाँ उकालो ओह्रालो केटिएम पो जाँदैछु कि जस्तो लाग्दैछ। तर यति बेला त केटिएम हिँड्ने समय होइन। अन्त यहाँ पुरानो घरहरू देख्न सक्नुहुन्छ। एकदम टिनहरू त्यहाँ परेका पुरानो घरहरू छ। यसरी मजाले बस्ती उकालो ओह्रालो मकैबारी घाँसहरू। यहाँ अब डाँडामा घर छ त, सफा छ, सुपारी छ। ढुङ्गा बारी ढुङ्गाको गाडा छ त हो। घरहरू पुरानो बस्तीको यहाँ चाहिँ टेम्पूहरू अनि सिटीहरू चाहिँ अब रिजर्भ आउँदा मात्रै रहेछ, पाउँदैन रहेछ। त्यसैले उहाँहरू चाहिँ आफ्नो गन्तव्यसम्म पुग्नको लागि आफैले भारी चाहिँ बोकेर हिँड्दै हुनुहुन्छ। कतिले चाहिँ टोपोहरू बोक्नु भएको छ, कतिले झोलाहरू नाम लिएर बोक्नु भएको छ। के घरहरू यस्तो पुरानो घरहरू पाइँदो रहेछ यहाँ। यो चाहिँ एकदम तर पहिलाको चाहिँ यो धनीको घर बनिन्छ है। तल ओह्रालो लाग्यो। हामी आफ्नै रक्तमा छौँ, हामी धेरै पनि छौँ न। 40-45 यो माथि माटो लिपेको घर आयो। माथि रातो माटो लिपेको घर।
तपाईँहरूको यहाँ चाहिँ खेतहरू रहेछ तर एकदम सुक्खा यहाँ चाहिँ आकाशबाट परेको पानीको भरमा रोप्ने रहेछ है विरक्त लाग्यो नि त कतिमा छन् भाइहरू युवाहरूले बल देखाइरहेछ ठाउँ चाहिँ हामीलाई चाहिँ अलिकति बिरानो अलिकति अनौठो अनौठो बस्नु चाहिँ सक्दिनँ जस्तो लाग्यो मलाई चाहिँ तपाईँहरू चाहिँ अनाथ नसोध्नु होला मान्छेलाई चाहिँ जहाँ बस्यो त्यही राम्रो हो ढुङ्गा अन्त धानको योहरू पनि हराइ गएको मसिनो छ है कति फलेर खायो होला जस्तो लाग्यो मलाई के मन लाग्यो जाने बाटो कहाँ अरे ट्रेक्टर गाडी कहाँबाट छोडेको हामीले अहिले त टेम्पो सेम्पो पनि केही छैन सिटी पनि केही देख्दैन सफा ल्याएर रहेछ खोलाइ मात्रै खोला लागि पनि केही देख्दिनँ रमिती हामी त्यति माथि जाने हो र निक्लाजुङ 3 पाहाडै रहेछ नि त हामी जानुपर्छ पाहाडै रहेछ है पाहाड माथि 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 अझै कति हो नहिँड्नु त भनेर लाग्यो यहाँ मैले धेरै पुरानो घरहरू खिचेको छु पहिलेतिर यहाँ क्यामेरामा कैद छ साथी हो यहाँनिर तपाईँहरूले जुम गरेर हेरिदिनु होला है पहिला पहिला घरहरू कस्तो के भन्ने कुरा चाहिँ थाहा हुन्छ है ल फेरि लागौँ है उकालो साथी हो नयाँ वर्ष कस्तो लाग्दैछ राम्रो नानी हामी कहाँ जाने अरे हाम्रो टिम है हामी यति हो है ल उकालो लागौँ उकालो छ त्यसैले अलिकति गाह्रो बाइक पनि गाह्रो होला मान्छेले यसरी जग्गातिर बसेको छ पानी कहाँबाट लिएर पिउँदै होला मलाई विरक्त लागिसक्यो है पानीको धारा पनि देख्दिनँ टुबेल गाड्यो भने टुबेल पनि पानी आउने ठाउँ छैन ढुङ्गा छ हो धाराहरू पनि छैन कहीँ सिन्धुलीको बाटोमा याद आइरहेछ अब जति उकालो लाग्यो चिसो आउनु थाल्यो
बत्ती छैन, डाँडामा मान्छेहरूको बस्ती छ, बस्ती बसाल्दैछ। भन्नुपर्दा यहाँ बत्तीको लाइन पनि छैन, बत्ती पनि छैन, टुक्की नै बालेर बस्ने गर्दो रहेछन् अहिलेसम्म। बाटो चाहिँ अब चाहिँ आएर खाएको पनि निस्किँदा जस्तो मलाई नै बोल्नु गाह्रो भयो। फर्केर माइन्ड नगर्नु होला, उखार्दैछ है। घरमा अलिकति थोरै चिप्लो चाप्लो कस्तो छ गाउँले। टेम्पोहरू नआउने रहेछ। हेर बाजेको कामदै पछाडि बाजेको सास बन्द भयो त पछाडि मुख चुप्प गरेर बसेको त मलाई नै यहाँ त्यस्तो भइसक्यो। पछाडि बसेर खिच्नलाई पनि ओहो हुन्छ। कुहिरो लागेको ठाउँ चाहिँ मरौ। भइसक्यो घाम हो। पछाडिबाट चाहिँ हामीलाई यतै खेलेको अवस्था। साथीहरूलाई गाह्रो भयो अलिकति ढुङ्गाले गर्दा। त्यहाँ पनि फेरि माथि रमिते चाहिँ त्यो माथि ठ्याक्क बरको बिचमा देख्नुभयो नि साथी हो, त्यही हो है। अब त्यहाँ पुगेर चाहिँ कस्तो छ मलाई चाहिँ यहाँबाट चाहिँ जाँदै अब हुन्छ नि कि त झट्टै पुगिहालौँ कि त नजाउँ जस्तो मलाई चाहिँ भयो हो। भाइ बुलेट लाएर घुँडा छोड्यो भन्ने त छैन, बुलेटमा त छौ घुँडामा। कार चाहिँ नचढेको अवस्था। यहाँ चाहिँ म चाहिँ उत्रेर हिँडेँ ल, पनि हिँडेँ। हामी कारमा जाने दाजुहरूको कार चाहिँ नचढेको अवस्था, किनभने यहाँ चाहिँ भिड छ हो। हामी पनि निस्केर हिँडेको अवस्था उत्रेर। बाटो चाहिँ एकदमै खराबै रहेछ। कहिले बनिने यो बाटो थाहा छैन। नजाने मान्छे र नहिँड्नेलाई चाहिँ यहाँ गाह्रो छ। त्यसैले आउनु भएमा आँट गरेर भनेको त आउनु होला।
सुन्दामा त रमिते हिँड्दामा त डेन्जर। कस्तो लागिरहेछ? बाटो अस्तिको भन्दा अलिक बिग्रेछ हौ। हेप्पी ह्याप्पी त ह्याप्पी। ए पानीले होला नि हो। हाम्रो चाहिँ स्थिति नाजुक छ। हामी चाहिँ उत्रेर हिँडिरहेको अवस्था। रमिते आयो भने रहर नगर्नु होला भन्न चाहन्छु भनेर चाहिँ। अब चाहिँ साथीहरू आउँदा बाटो चाहिँ एकदम सोचेर बुझेर मात्रै आउनु होला भन्नु चाहन्छु म यहीँ ब्लगदेखि। हाम्रो त जनबाएकै हरायो त खोइ तलै छ त नि अब त सक्यो न अस्तिको भन्दा नि बाटो बिग्रेछ। त्यो रमिते रमिते भनेको साग फरक रमिते त होइन? ए म त छक्क पर्छु त नि। ए तिनजना हिँड्छ त यार। ल भन्दै हिँड्छ त हौ त्यो त बिन्दास। मलाई त डर लागेर ओ यस अब आयो त्यो रोड। ए ल ए ल ठिक छ। लिली चाहिँ कहाँ जाने रोड होला नि उँभो होइन? अनि उँभो चाहिँ कहाँबाट ल्याएको के बुझ्न मात्रै बाटो यो चाहिँ के हो यस्तो? उँधोबाट आएको चाहिँ हुनुपर्ने नि। भाइ कस्तो लागिरहेछ? कहाँबाट आउनुभएको? बाटो रमाइलो छ नि है? ओहो भाइले पनि रमाइलो छ भन्थ्यो है। दम रहेछ हौ भाइहरूमा। बिचरा तरुनीहरू औला भन्दा सानो हिल्ला छ बाटो यस्तोमा है। यो अम्लिसोको है अम्लिसो घाइ है। यो अम्लिसो भनेको गुच्चो है गुच्चो गुच्चो हेर्नुहोस् है गुच्चो यसरी हुन्छ। यही गुच्चो निकालेर जातमा मोरङ तराई काठमाडौँदेखि लिएर सबैमा बिक्री हुने यही गुच्चो र हामीले चलाउने कन्टिन्यू धनी गरिब जस्तो घरमा यो चुने गुच्चो यही हो भन्नु चाहन्छु। गुच्चोले त धनी गरिबकै छुटाउँदैन। यो त अनिवार्य हुनैपर्छ सबैकै घरमा, राजा होस् या प्रजा होस् या गरिब होस् या धनी होस्। हेर्नुहोस् त गुच्चोको बोट यो चाहिँ फुटिसकेको हो। यस्तै अब घाँस हुन्छ है। अब यो सबै काटेर फेरि यसको मुना आएर अर्कोचोटि चाहिँ फल्नुपर्छ तयारी गर्नुपर्छ। कसरी आयो तल मान्छे हिँड्नु पनि गाह्रो थियो। तल कुहिरो लागेर पछि गएको टोड्का छ नि टोड्का ठुलो भ्वाङ। हामी चाहिँ त्यहीबाट आएको है। हामी चाहिँ त्यतै बस्छौँ भन्दै पर्दा। पाहाडको चिसो पानी चिसो मौसम चिसो हावा अन्त चिसो अक्सिजन लिनलाई हामी आएको हो होइन। अब एक दिन गरेकोले कतिन्जेल पुग्छ त्यो त थाहा छैन पत्ता नै है। तर त्यो तलको त्यो छ नि ठुलो टोड्का उहाँलो त्यहाँ बस्ने हो हामी चाहिँ फेरि। अनि यहाँ चाहिँ अहिले यो सिजन नै अब यस्तै छ चैत वैशाखको हुनाले गर्दा यहाँ चाहिँ एकदम सुक्खा देखिएको हो। पाहाड भएर किन नाङ्गो डाँडा भन्नुहुन्छ होला त्यो चाहिँ नभनिदिनु है। त्यो मौसम अनुसार हो। अहिले अब यहाँनिर यस्तै हो। अब जति बर्खा लागेपछि मात्रै हरियो परियो भएर आउँछ। अहिले चाहिँ प्रायः जस्तो चैत वैशाख एकदमै सुक्खा हुन्छ है। बरु तराईतिर बरु हरियाली हुन्छ धान मकै होइन। अब यहाँ चाहिँ लगायो भने पनि भर्खर सिजन छ।
मकैहरू भर्खर उम्रिँदै गरेको अवस्था हुन्छ, त्यसैले यस्तो नाङ्गो देखिन्छ। तर पाहाड चाहिँ पाहाडै हो। टेम्पो पनि आएछ हौ, कसरी आयो के हो त? मकै देख्यो है, ल मकै रहेछ यहाँ। लु डाँडामा हेर्नु होला घर, त्यही हो र रमी चाहिँ। हामी यो फेरि हामी चाहिँ छौँ नि, मान्छेको जात चाहिँ नि एउटाले नि अलिकति छेस्से काममा केही भनिदियो भने हामीले त जानै पर्ने, पुग्नै पर्ने, हेर्नै पर्ने अवस्था। अब योभन्दा राम्रो राम्रो कयौँ जग्गाहरू छन्, घुम्यो हेऱ्यो हो। अब यहाँ हामीले आएर हेर्नै पर्छ भन्ने त खास यो किन होला, तर पनि त्यहाँ चाहिँ राम्रो छ है। भनिसकेपछि ओहो कस्तो रहेछ भन्ने चाहिँ लागेर हामीले त्यो गरेको ठिकै रहेछ। अनि यहीँ हो हाम्रो, हाम्रो भयो। हेर्नुहोस् मेन बाख्रा है, बाख्रै कति धेरै बाख्रा पाल्छ हेर्नु। ल पाहाडकोहरूले धनी हो, धनी उहाँहरू यसरी बाख्रा पालेर। रमिते भ्यू पोइन्ट होटल अरे। यता चाहिँ के जग्गा हो मलाई थाहा भएन। यहाँदेखि यता चाहिँ कहाँ जान्छ यो बाटो थाहा छ तपाईँलाई? थाहा छैन है। यहाँदेखि गएर यता चाहिँ जाँदो रहेछ नि त होइन गाडी। फेरि अलिकति हामी मास्तिरसम्मको गन्तव्य हामी अगाडि बढ्दैछौँ। अलिकति रोकेर जे सानो ठाउँ भिरालो भए पनि होइन अलिकति व्यवस्था तरिकाले बसेको रहेछ। यहाँ होटेलहरू अलिकति मान्छेलाई भोक लागेमा तिर्खा लागेमा सुविधा। म ठुलै सहरमा गएर म खाजा पानी खान्छु भन्नु चाहिँ नपर्ने मान्छे हो। मान्छेले सोचेपछि जे पनि गर्न सक्छ भनेर चाहिँ उदाहरण पहिला अब सुनेको त यहाँ उदाहरण देखाइरहेको रहेछ कि घरहरू चाहिँ यो चाहिँ पाहाडको गोल्फले ग्राउन्ड होला। पहिले हामी बच्चामा यस्तैमा खेल्थ्यौँ। यहाँ त होइन र पनि मकैहरू घरहरू हेर्नुहोस् यहाँ टिनले बारेको सिसाको झ्याल लगाएको बोजू
बनाइराखेको अवस्था। यो के बजार जस्तो यहाँ ल के बजार हो सानो बजार एउटा घर लुक्कै छाता ओढाको टोल यो सानो बजार चिटिक्क परेको हामी जाँदैछौँ तर यो रोड कहाँ पुग्छ भन्ने हामीलाई थाहा छैन है मेरो मुनि स्कुल के हो यो जाडो स्कुल रहेछ सानो यहाँ पहिला कुखरको घर रहेछ यहाँ मुनि घर त्यसलाई चिलाउनेको बोट भन्छ चिलाउने यो चाहिँ पाहाडको एकदमै खरो मधेसको सफा जस्तो है अनि डाँडा चिल्लो चिल्लो देखेकोमा के भन्नुहुन्छ भने त्यो सबै अम्लिसो अनि अलैँची होइन त्यो अम्लिसो रहेछ है अलैँची चाहिँ सेप भएकोमा हुन्छ अलिकति चिसो चिसो जमिन र रुखहरू हुनुपर्छ यो चिल्लो चिल्लो डाँडामा भएको चाहिँ अम्लिसो है भएको जमिन चाहिँ पाहाडको इलाका चाहिँ के भन्छ भने यसलाई चाहिँ औल भन्छ औल यसको बोट भएको चाहिँ लेख भन्छ यो चाहिँ बेसी जस्तै बेसी भनौँ न यो चाहिँ अलिकति तातो गर्मी जग्गा सक्खा पनि हुने ठाउँमा हो हाम्रो चाहिँ यस्तो छैन हाम्रो चाहिँ अलिकति चिसो पर्छ बादल भएको जमिनको सिरामुनि चाहिँ एकदमै पानी परिरहेको अहिले चिसो है तर यहाँ
यहीँको पानीले लसुन रोपेको होला नि यस्तो सुक्खा डाँडामा राख्छ। एउटै घरको बाख्रा है यो चाहिँ यसरी जङ्गलमा चराउनु हुन्छ। रमिते बजार आइतबारे पनि भन्दो रहेछ। यहाँ चाहिँ हटिया चाहिँ आइतबारको दिन लाग्छ है। सानो सानो बजार भए पनि एकदम अब हुन्छ रमाइलो खाले, अन्त खाजा खाने कुरा पनि सबै पाउँदो रहेछ होइन। अनि एकदमै भिड हुने कि हुन त आज त 1 गते भएर पनि होला, 82 साल वैशाख 1 गते पनि हो है, त्यही भएर पनि यहाँ चाहिँ भिड होला। अनि एकदम अब यो हेर्ने माथितिर पन्बुसर जाने ठाउँ, तर अब हामीले जान सकेनौँ होइन। टाइम पनि अब अलिकति यो भइसक्यो त्यसैले। अब तराईतिर है ठुल्ठुलो सहर बजारतिर चाहिँ गेट चाहिँ एकदमै हुन्छ नि त्यो ग्रिलको अनि सिमेन्टको लाउँछ होइन। अब तर यो गेट चाहिँ बाँसको भाटा, सुकेको बाँसको भाटा चाहिँ तर एकदमै दामी डिजाइन लेखिएको छ। रमिते आइतबारे है यो चाहिँ। अनि साथै यहाँनिर चाहिँ ड्युटीमा हाम्रो प्रहरी जवानहरू पनि खटिराख्नु भएको छ। केही झगडाहरू होला, केही अब दुर्घटनाहरू हुन्छ भनेर, त्यो पनि अब सही हो। उहाँहरूले त्यति गरिदिनु भयो भने पनि धेरै कन्ट्रोलमा हुन्छ। नभए अब 1 गतेको दिन हो मनाउन है चाड भनेर अब खाने मापासे हरेक हुन्छ, दुर्घटना पर्छ, त्यसमा उहाँहरू एकदमै तयारी हुनुहुन्छ। अब हामी जाने भनेको चाहिँ यो तलको योमा है। अब यता हामी यो पल्लो डाँडादेखि भएर हामी उता जान्छौँ। ल अब हामी चाहिँ यो ठाउँलाई छोडेर हामी ओह्रालो लाग्दैछौँ। अब हामी यस्तैमा ठाउँमा भए पनि अब घरहरू बिल्डिङहरू चाहिँ राम्रै बनिँदो रहेछ। तर अब सिमेन्टहरू है बल्ल रडहरू त अब जेस गाडीले ल्याउँछ, तर पानी चाहिँ कहाँ छ भनेर मैले सोचिरहेको छु। तर त्यति धेरै आवश्यकता नपर्ला पानीको पनि। अनि यो चाहिँ हटिया लाग्ने ठाउँ, आइतबार हटिया लाग्दो रहेछ। यो चाहिँ यो बाटो यहाँ लेखेको चाहिँ कालो पानी जाने बाटो अरे। यहाँ लेखेको चाहिँ कालो पानी